मेरो सबैजनालाई मेरो ब्लगमा फेरि पनि स्वागत छ है। सो भिडियो स्किप नगरिकन फुल भिडियो हेरिदिनु होला है। मन पराएर लाइक कमेन्ट गरिदिनु होला र जतिजना पनि नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है। सो बिना भन्दै अब मैले आजको भिडियो के लिएर आएको छु भन्दाखेरि चाहिँ होइन, एउटा अब है मलाई एकदम चाहिँ अचानक के भयो मलाई थाहा छैन होइन। अब अहिले त अस्ति अब 12 तारिक होइन, जस्ती अब आज छोड आज कति तारिक हो? 14 है, 14 हो। 14 आज 14, हिजो अब 13 अस्तिको दिन भएको घटना है। त्यो त सबैलाई थाहै भयो होला। त्यो अहमदाबाद है, नाम पनि कतै आउँछ, गुजरात र अहमदाबादको चाहिँ अब घटना जो होइन प्लेन क्रास भएको चाहिँ अब सबैजनालाई थाहा भयो होला तपाईँहरूलाई होइन। अन्त एकदमै अब त्यो दुर्घटना चाहिँ एकदमै विश्वास लाग्यो है। सुन्दा पनि अब कस्तो माया लागेर आउँछ। अब यो 2025मा चाहिँ अब धेरै नै त्यस्तो अब अस्ति पनि होइन एनजिपीमा होइन ट्रेनमा महाकुम्भमा अब एक्सिडेन्टहरू भयो के अस्ति जम्मू काश्मीरमा भयो त्यस्तै लडाइँहरू होइन। र अहिले फेरि अब त्यो घटना खत्तम राम्रो नभइकन फेरि अर्को स्टार्ट हुन्छ, अर्को राम्रो दिन है फेरि अर्को स्टार्ट हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ अब त्यसो त म न्युजहरू त्यति हेर्दिनँ पनि होइन, मलाई त्यस्तो उयो पनि लाग्दैन। थाहा चाहिँ हुन्छ यो जग्गामा यस्तो भइरहेको छ है, यस्तो भइरहेको छ भनेर सबै कुरा थाहा चाहिँ हुन्छ होइन। तर यो अब जुन मलाई अब अस्तिको जो घटना घट्यो होइन त्यसको चाहिँ अब मलाई चाहिँ मैले एउटा भिडियो हेरेँ। त्यहाँबाट हिजो चाहिँ म रातभरि सुतिनँ, धेरै टाइम लागेको मलाई एकदम चाहिँ के भयो तिनीहरूको मात्रै याद आएको होइन। सम्झेको भएँ हो। अब कतिजना बिचराहरू कति सपनाहरू लिएर होइन अब त्यहाँनिर अब बिचराहरू जब गर्नु है, कति कोर्स गरेर कति मेहनत गरेर अब एयर होस्टेसहरू भयो, पाइलटहरू भयो होइन अब गरिरहनु भएको थियो होइन। अन्त बिचराहरू अब एउटा केटी अब एयर होस्टेस अब होइन अब चाहिँ अब मणिपुरको थियो रहेछ होइन। अन्त चाहिँ अब 2023मा चाहिँ जोइन गरेको रहेछ। 2023मा चाहिँ जोइन गरेको छ। 2025मा बिचरा अब यो संसार छोडेर अब जानुभयो है। आमाहरू अब गइरहेको कति माया लाग्दो फ्यामिलीहरूलाई कति कस्तो बितिरहेको होला होइन। त अब यहाँनिर अब एक दुईजनाको मेन अब जस्तै उयो देखाइरहनु भएको छ, एक दुईजना यस्तो भयो एकजना यस्तो भयो भनेर है। र अब कतिजनालाई त्यस्तो भयो, कतिजनाको आमा बाबा होइन अब सानो नानीहरू है भनेर पनि भनिन सक्छ। अब यत्रो नानीहरू अब आफ्नो ज्यान गुमायो होइन, फर्केर पनि वापस नआउने जग्गामा अब जानुभयो होइन। सबैजना संसार छोडेर सोचेको थिएन होला। र अब भर्खर बिहा भएर है बाउजैले होइन एयरपोर्टसँग छोडेर बुढालाई फर्स्ट टाइम भेट्नु जानुभएको भनेको थियो। अब त्यस्तो अब त्यस्तो त धेरैवटा कतिजना अब त्यस्तो भयो। घरवालाहरूलाई कति बिना नराम्रो लागिरहनु भएको होला, चाहेर पनि बिचराहरूको कहिले पनि वापस नआउने होइन। एकदमै नराम्रो दुर्घटना भयो है, त्यस्तो विश्वास लाग्यो। र अब त्यसले गर्दा चाहिँ मलाई चाहिँ एकदमै नराम्रो लाग्यो। अन्त सानो भिडियो पनि बनाउनु मन लाग्यो है। अब मलाई फेरि अब केही अब यसले केही कन्टेन्ट नपाएर यही कन्टेन्ट लिएर आएछ भनेर नसोच्नु। मलाई अचम्मै भयो। मैले भनेको मेरो लाइफमा यस्तो फर्स्ट टाइम त्यस्तो भयो कि हुन्छ सबैजनाको त्यस्तो अब कति जग्गा कति दुर्घटनाहरू घटेर आइरहेको छ। तर यसमा चाहिँ मलाई निन्दै नआएको, एकदमै सोचेको के भयो त्यस्तो भएको होइन। अन्त भिडियो पनि हेरेको भएको बार त्यो प्लेन क्रास भएको कतिवटा भिडियो मैले हेरेँ, एकदमै नराम्रो लागेर आयो। प्लस त्यहाँनिर अब रिल्सतिर त कस्तो माया लाग्दो गानाहरू लगाइदिएर होइन पोस्ट गरिदिन्छ तिमीमाथि होइन। अब त्यस्तै खालको वर्डहरू लेखिदिनुहुन्छ होइन। अन्त अब पाइलटको बारेमा पाइलट र एयर होस्टेसको बारेमा लेखिदिनु भएको मैले एउटा हेरेँ होइन। यस्तो गरेर लेखिदिनु भएको थियो। चाहेको भए चाहिँ पाइलट र एयर होस्टेस अब ट्रेनिङ त सबै हुन्छ उनीहरूले होइन। चाहेको भए चाहिँ उनीहरू चाहिँ आफ्नो ज्यान बचाउनको लागि भागेर होइन जम्प गरेर पनि निस्किनु सक्थ्यो होइन। तर अब उनीहरूले त्यस्तो गरेन होइन। बाँच्नु चान्सेस थियो र पनि बाँचेन। अन्तिम पलसम्म उनीहरूले अब कोसिस गरिराख्यो होइन। केही न कुछ गर्छु भनेर कोसिस जारी राख्यो। थाहा थियो प्लेन क्रास भएकोमा त बाँच्नु त पनि बाँच्दैन भनेर। तर पनि उहाँहरू पेसेन्जरसँग नै अब उयो भएर चाहिँ अब यो संसार छोडेर है जानुभयो होइन।
अब उयो भएन के अरे सरी फ्लाइटबाट तिनीहरू निस्केन होइन भागेन त्यही भयो अब त्यस्तोहरू धेरै लेखेर आउनुभएको थियो त्यही एकदमै नराम्रो लागेर आयो अब त्यत्रो 242 प्यासेन्जरमा एकैजना चाहिँ बाँच्नुभयो होइन एकैजना चाहिँ बाँच्नु भएछ अब त्यो अचम्म भयो है अन्त अब बाँकी सबै अब के नानी सानो केटाकेटीहरू कस्तो कस्तो मान्छेहरू है यही लाग्दो अब सबैजना त्यस्तो हेरेर नराम्रो लाग्यो अवश्य होइन गर्नु पनि के सक्छ र हामी त होइन त्यही हो अब त्यही गर्छौँ हामी होइन उहाँहरूको जतिजना पनि अब सबैजना संसार छोडेर जानुभयो उहाँहरूको आत्माले शान्ति पाओस् है बिचराहरू अब कहाँ हो आफ्नो घरबारमा आफ्नो फ्यामिली अब कहाँ हो बिच रास्तामै उनीहरू अब त्यसरी अब संसार छोडेर गयो होइन कतिजना सपनाहरू कतिवटा उयसहरू थियो होला अधुरै रहेर है त्यही त भन्नु सक्छौँ हामी त उहाँहरूको आत्माले शान्ति पाओस् र उहाँहरूको फ्यामिलीहरू जति पनि हुनुहुन्छ है उहाँहरूको फ्यामिलीहरूलाई अब हिम्मतले अब अगाडि बढ्ने एउटा क्षमता दियोस् भगवान्ले है म भन्न चाहन्छु होइन अब के भन्नु है गाइस अब तपाईँहरूलाई पनि के कस्तो लाग्यो है कमेन्ट गरेर भन्नु हुनसक्छ मैले बोल्नु पनि जानिनँ होला कतिवटा तर जे मेरो मनमा थियो मैले त्यही बोल्थेँ होइन अब त्यस्तो मलाई उयो आउँदैन नि त होइन मैले एक्कासी मलाई आज साह्रै त्यो मनमा लागेर चाहिँ मैले अब भनेको तपाईँहरूलाई सेयर गरेको है पर्फेक्टसँगले बोल्ने एकदम उहाँहरूको बारे त्यस्तो त मलाई होइन मैले जे देखेँ मलाई जे मनमा लाग्यो त्यही मैले तपाईँहरूलाई सेयर गरेँ है अब आउने उयोमा चाहिँ होइन अब त्यही हो हामी सबैजना एउटा भगवान्लाई है मजाले पूजापाठ गरेर भन्नु त्यस्तो खालको दुर्घटनाहरू नहोस् होइन आगे गएर अब चाहिँ